हाल्यो तपाईले यो काँक्रा एक सिजन तपाईले मतलब एक सालमा कति जस्तो एउटा प्लान्टमा त्यस्तै 5 केजीदेखि 10 केजी फल्छ भने हजुर यो डल्लैमा 3 देखि 5 लाख रुपैयाँसम्म काँक्रा बन्छ। तपाईको शुभ नाम? मेरो धनपति सापकोटा। धनपति सापकोटा। यो जग्गाको नाम के भन्छ अङ्कल? छोटा सिङताम। र सबैजनालाई म हजुरहरू सबैलाई म देखाउन चाहे है पहिला चाहिँ यो काँक्राको फार्मिङ बृहत रूपमा गर्नुभएको रहेछ उहाँले। यहाँ यस्तो लाइन चाहिँ यहाँ निकै परसम्म देख्दैछौँ हामी यहाँदेखि र धेरै परै यत्रो लामो यहाँ परसम्म छ। र अङ्कल यो तपाईले यो फार्मिङ गर्नु थाल्नु भएको चाहिँ कति जस्तो भयो? यो 2012 देखि हो। 12 देखि चाहिँ गर्नु। यो तरिकाले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो 500 घना बाँसको ठाउँमा या 25 घना बाँसदेखि 50 घना बाँस लाग्छ, यहाँभन्दा बेसी लाग्दैन। हजुर। यो डोरी जो देख्दैछ हजुर, यो डोरीलाई 100 रुपियाँ केजीदेखि 120 रुपियाँ केजी यो पर्छ। त यो डोरी चाहिँ 1 क्विन्टल लागेको छ यहाँ। 1 क्विन्टल यो डोरी? हजुर, 1 क्विन्टल चाहिँ यो प्लास्टिक डोरी लागेको छ। अच्छा, 100 किलो? 100 केजी। हजुर। त यो 10,000 को डोरीलाई हजुर 10 र 5 35,000 रुपियाँले चाहिँ मेरो यो थाङ्ग्रा तयारी भयो। अच्छा। त्यही 3 बाँसमा हाल्नु हो भनेदेखि कता कता हुन्छ, भरे उत्पत्ति भन्दा खर्च बेसी निस्किन्छ। हजुर। त्यस कारणले यो डोरीको लगाउने बित्तिकै मलाई भयङ्कर सस्तो पर्छ र यहाँ पुगेको यसमा पुगेको। तपाईले यो काँक्रादेखि अरू फाल्टु पनि केही लगाउनु भएको छ कि या बेसी तपाईको फोकस यो काँक्रामै छ? काँक्रामा त यो त एक सिजन हो, सिजनल त हो नि। हजुर। यो त 3 महिने क्रप हो। हजुर। अब यो प्लास्टिक किन ओढाएको भन्दाखेरि हजुर त्यसरी झार आउँछ। एउटा नम्बर त त्यो झारलाई कन्ट्रोल गर्यो होइन। हजुर। अर्को चाहिँ किन ओढाएको भन्दा यसको आकाशबाट आएको पानीले यसलाई मलहरू खेर नजाओस्, अनि नाइट्रोजन चाहिँ घामले बेसी यसको मलमा भएको तानेर फ्याँकिदिन्छ, त्यो नजाओस् भनेर हामीले प्लास्टिक ओढायौँ। अब अर्को कुरा चाहिँ के छ, त्यसको लास्ट कुरा चाहिँ भने यो काँक्रा हाम्रो जब अब जुनमा सकिन्छ, हजुर, यो जुनमा टाकटुक सकिन्छ, जुनमा सकिन्छ यहाँदेखि यता काटिन्छ। ए हजुर। यो र यसलाई उखालेर फ्याँकिन्छ। हजुर। यो मुनिको मात्रै भाग। हजुर। यहाँ करेलाको पट तयारी हुन्छ, करेला ल्याएर यसैमा काम गरिहाल्छ। ए यही डोरीमा फेरि करेला पनि भयो? यसरी नै करेला फेरि भयो। हजुर। अनि अङ्कल यो काँक्रालाई चाहिँ कुन चाहिँ भेराइटी भनिन्छ? यो त हाम्रो लोकलै हो। ए अनि कुरा एउटा तपाईँलाई सोध्नु मन परिहाल्यो, तपाईँले यो काँक्रा एक सिजन तपाईँले मतलब एक सालमा कति जस्तो बेच्नुहुन्छ? अब यो यस्तो छ, यो डल्लैमा यो यहाँ लगभग मेरो 1200-1300 बिरुवा चाहिँ काँक्राको घाँस। त एउटा प्लान्टमा त्यस्तै 5 केजीदेखि 10 केजी फल्छ भने हजुर यो डल्लैमा 3 देखि 5 लाख रुपैयाँसम्म काँक्रा बन्छ। अच्छा अच्छा। त्यसमा एक सालमा तपाईँले त्यति बेच्नु? एक सालमा होइन, एक सिजनमा मतलब अब सालमा एकै सिजन मात्रै हुन्छ काँक्रा? एकै सिजन। अब यसो करेलाको भनेको त अर्को कुरा, हाम्रो त्यो बोनस हो। बोनस, हजुर हजुर। यो चाहिँ बोनस हो। र है हजुरहरूले हेर्नु सक्नुहुन्छ यो प्रकारले बृहत रूपमा उहाँले काँक्रा फार्मिङ गर्नुभएको छ। अघि नै भनिहाल्नु भयो, धेरै साल अगाडिदेखि 2012 देखि है अङ्कल? 2012 देखि यसरी रोप्दै आउनु भएको छ। र यसको अहिले चाहिँ तपाईँको फुल्ने सिजन र कहीँ मैले फलेको पनि देखेको थिएँ अघि, अलिअलि कता कता फल्दै पनि रहेछ है, फुल्दै चिचिलाहरू लाग्ने बेला भएको रहेछ। र उहाँले सालमा भनिहाल्नु भयो अब 4-5 लाखको काँक्रा मात्रै बेच्छु भनेर। अनि गऱ्यो भने यसरी हुन्छ होइन। हामीले रोडकै छेउमा यो सानो यत्रो जग्गामा पनि हेर्नु उहाँले यत्रो काँक्रा रोपेर फलाएर 4-5 लाखको सालमा काँक्रा बेच्नुहुन्छ भनेदेखि हामीले धेरै कुरा गर्न सकिन्छ।